हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई फेरि मेरो अर्को नयाँ ब्लगमा। दिस इज द भिडियो अफ लास्ट इयर। म चाहिँ मेमोरिजहरू चाहिँ धेरै नै क्याप्चर गर्छु तर पोस्ट चाहिँ गर्ने गर्दिनँ। यो पनि लास्ट इयरको म सोलुखुम्बु जाँदाखेरिको भिडियो हो। म चाहिँ मेरो भाइ सचिनसँग त्यहीँ माथि हाम्रो घरमाथिको गुम्बा गएको थिएँ। भाइलाई चाहिँ भिडियो बनाउन लगाएको थिएँ मैले। यता बौद्धपट्टि हिँड्नु त बौद्ध यता बिचमा ढुक्कै हिँड्नु ढुक्कै आइहालेछ एकैछिन है। यता हेर्नु त कहिले काहीँ त्यसको बल लाग्यो भने कति साह्रो दुख्छ नि। भिडियो गर्दैछु यार, नेटै नकटाइदिरहेको छोरीले। भिडियो गरेको बेला नेट नकटाइदिरहेको। अनि म आज सोलुखुम्बु भएपछि त्यहाँनिर जलामाई मन्दिर चाहिँ एकदमै जान रहर लागिरहेको थियो र मैले चाहिँ मेरो फुपूलाई हामी जानुपर्छ भनेर भनेको थिएँ। त्यस पछाडि फुपू र म चाहिँ मन्दिर जाँदै थियौँ। यस्तो राम्रो इमेजिन गर्न सक्नुहुन्छ हजुरहरू यहाँबाट भ्यू हेरेर। यस्तो राम्रो छ नि त्यो मन्दिर, यस्तो राम्रो ठाउँमा छ नि। हिँड्नु चाहिँ धेरै नै पर्छ होइन, र हामी चाहिँ हिँड्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ अटोहरू चाहिँ त्यति हिँड्ने बानी छैन नि त। त्यस कारणले गर्दाखेरि चाहिँ अनि हामीले चाहिँ अटो रिजर्भ गरेर आएको थियौँ। त्यहाँदेखि चाहिँ हामीलाई सलेटदेखि चाहिँ त्यहाँ मन्दिरसम्म नै हामी अटोमा आयौँ। त्यस पछाडि हामी फुपू भदैनी चाहिँ मन्दिरतिर लाग्यौँ। मन्दिर यति राम्रो थियो नि, यति पिस, ओ माई गड, क्यान इमेजिन हियर। पछि फुपूले चाहिँ मलाई मेरो एउटा भिडियो ल्याइदेऊ, के बोलेको मैले, ल्याइदेऊ न एउटा भिडियो लिँदेऊ न आइस भन्नुभयो। अनि त्यस पछाडि मैले चाहिँ मेरो फुपूको भिडियो लिइरहेको छु। दिदीको भिडियो लिइसकेपछि मैले पनि मेरो पनि एउटा लिइदिनु न त भनेर म पनि भिडियो लिन गएँ। अनि त्यहाँनिर हामीले चाहिँ दर्शन गरिसकेको थियौँ। दर्शन गरिसकेपछि चाहिँ हामीले एक दुईवटा फोटो भिडियो लिने भनेर चाहिँ हामी फोटो भिडियो लिँदै थियौँ। मैले चाहिँ अझै भिडियो लिइदिनु भनेर भने म सिडीबाट झर्दै गर्छु, मेरो एउटा भिडियो लिइदिनु न भनेर म चाहिँ फुपूले मेरो मोबाइल समाउन दिएर भिडियो लिन गएँ। नक्कल पनि अलिअलि पार्नु पऱ्यो नि त। अनि त्यस पछाडि फेरि म यहाँ भ्यू देखाउँदैछु। कस्तो राम्रो क्या, फेरि मौसम पनि यस्तो राम्रो थियो नि, राम्रो लागेको। वाउ, हेलो, हामी त लोडिङमा पो छौँ त। लोडिङमा आइससँग आयुषले म दर्शन गरिसकेपछि हामीले फर्किरहेको थियौँ। फर्केर पछाडि हेर्दा यति राम्रो देखिरहेको थियो नि, उतै ठाउँमा छ क्या मन्दिर चाहिँ। त्यस पछाडि हामी चाहिँ खाजा खान जाने भनेर हामी यतै छेउमा एउटा घर रहेछ, अनि त्यहीँनिर चाहिँ खाजा पाउँदो रहेछ। अनि हामी दिदीबहिनी हामी खाजा खान गयौँ। म चाहिँ भिडियो बनाउँदा टाइम लाग्यो। मेरो
त्यसपछि अघि पुरीओरी के खाने भनेर सोध्दै हुनुहुन्छ कताबाट निस्किनु भएको नुनकी खाने कि गुल्ली जे खाँदा नि हुन्छ हामीले चाहिँ त्यहाँ गइसकेपछि सुरुमै पिठो चिया दिनुभयो अनि त्यस पछाडि हामी दुईजना चाहिँ एकदम भोक लागेको कारणले गर्दा बिस्तारै आनन्दले खाइरहेछौँ अनि त्यस पछाडि एकछिनपछि मैले चाहिँ मेरो कुकुरलाई सोध्छु यो चाहिँ कसरी बनाउँछ भनेर यसमा के हाल्नुपर्छ सातु चिनी चाहिँ हाल्नु हुँदैन होइन अलिक चिसो भएको कारणले गर्दा होला होइन हामीले चाहिँ थपी चिया खायौँ 1 गिलास मात्रै होइन 2 गिलास मात्रै होइन 3-4 गिलास खाएको क्या लिटरली गाइस मजा आएको थियो त्यो बनाउन खोज्छु झरिहाल्छ अनि मैले चाहिँ त्यहाँनिर एकजना दाइ हुन्थ्यो उहाँलाई चाहिँ एकचोटि समय दिनु ल भनेर अहिले चाहिँ फोन समाउन दिएँ अनि त्यस पछाडि अनि मेरो फुपूलाई पनि चिया हालिदिएँ बाजाले टिका त सिधा लगाइदिनु मन्दिरबाट फर्किसकेपछि मेरो अर्को प्लान चाहिँ मेरो सानो भाइ सृजनसँग चाहिँ घुम्ने प्लान थियो अनि भाइले चाहिँ मलाई सल्लेर बजारबाट चाहिँ हामी फाप्लु घुमाउन लान्छु भनेर चाहिँ भाइले मलाई घुमाउन लगेको थियो अनि त्यस पछाडि हामी दुईजना चाहिँ बाइकमै घुम्यौँ अनि त्यस पछाडि त्यहाँनिर चाहिँ हाम्रो मामाको पनि घर थियो त्यहाँ मामाको घरमा पनि निस्किनुपर्छ भन्ने सल्लाह गऱ्यौँ अनि त्यस पछाडि त्यहाँनिर हेर्नु कति राम्रो भ्यू देखिरहेको छ हिमालको कस्तो राम्रो देखिरहेको छ भाइले मलाई त्यो देखायो सकेपछि चाहिँ क्याफे जाने प्लान गऱ्यौँ र त्यहाँनिर एउटा हामी पिके क्याफे गयौँ त्यहाँ गइसकेपछि हामी घर फर्क्यौँ थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइज लभ यु